Guys, everyone, आज चाहिँ म सबै चाहिँ हैन मैले चियाको स्ट्रिटमा रहेको चाहिँ हैन के छ डेभलप के छ कस्तो देखिन्छ सब देखाउन गइरहेको छु है। टक्क हेर्ने हो आफ्नो चाहिँ मुड फ्रेस गर्ने हो यताउति हेर्नु भन्दा है यो छ हैन टक्क साइडतिर हेर्नु है। साइडतिर चाहिँ जो हामीहरुको त्यहाँ पसलहरु बसा हुन्छ नि अब आफैमा कस्तो रोडनिर के गर्दै के यहाँ पनि बस्या हुन्छ कि सेम के तर मोडल हिसाबले के त्यो ब्याग हेर है ब्यागतिर है सेम हो सडकनिरको पसलहरु हो साइडतिर हो त्यो मिलाएर बस्छ है। आइकेडा हो के छ त आइकेडा छ यहाँ हैन एकदम के हो हैन। अनि चाहिँ अब केटाहरुलाई म टक्क घुमाउँछु मा स्ट्रिटमा सब खुसी हुँदै टक्क बस्दै तर केटा है मसँग यहाँ त्यस्तो खासै क्यामेरा छैन यतिकै यस्तै बनाएर छु मात्र हेर्ने है हाँस्ने हो के मजी लाइभ जान्छ यसै जान्छ त्यसै जान्छ हैन। दिस इज मेरो चाहिँ यो ब्लग फर्स्ट हो है तर म हाल्ला छु नेक्स्ट ब्लग पनि बनाउँछु यहाँ एपिसिस कस्तो छ के छ मा हैन। यस्तो हो कि हाम्रो देशमा चाहिँ सबले मेहनत त गर्छ कि मेहनती लास्टै छन् कि सब छन् कि तर हामी त्यसलाई चाहिँ रुलहरूमा फ्लो गरेर चाहिँ डिसिप्लिन बनाउन सकेनौँ के त्यही भएर चाहिँ हामी हमेसा पछाडि पर्दै जान्छौँ क्या। अनि भन्छु गाइज म आज यो हावामा म चाहिँ यति खुसी भइदिएको छु हाई गर्दै उड्न मन लागेको छ यार। पखेडा छैन उड्दिन्थेँ के बा पखेडा छैन नत्र उड्दिन्थेँ म। अब ठिक छ उहाँहरूमा गाडी पनि यस्तो महँगो जान लाग्छ मुजी होइन मैले त यार 20 वर्ष काम गर्दा पनि पाउन सक्दैन यार त्यस्तो है। त्यही पनि हेरेरै चित्त बुझाउ केटा हो के छ र मरिलानु जिन्दगीमा 2 दिने जिन्दगी हो मेहनत गर केटा हो हैन लाइफ बनाऊ आमा बाउलाई खुसी राख त्यही हो। आजको यो मेरो भ्लगमा लास्ट लामो बनाउनेवाला थिएँ बट आज चाहिँ म यति बनाउँछु। अनि तिमीहरूलाई चाहिँ मन पर्यो भने चाहिँ म एभ्रिडे नेक्स्ट अरू भ्लग पनि बनाउँछु अनि सब देखाउँछु है यस्तै छ। अनि सब होइन ल गाइस टक्क हुन्छ एकदम म यो पिसा मुडमा छु मा होइन टक्क बस्दै साइडतिर होइन हिँड्दै यस्तो रमाइलो गर्दै एकदम केमा यस्तो के एकदम केमा म यो हिँडिरहेको छु होइन फुटपाथमा होइन स्ट्रिटतिर है। अब यही छ ल नेक्स्ट भिडियो बनाउँला म कस्तो लाग्यो भन्नु है।